बनाइदेऊ ल यसको पनि खाइ नभइकन ए जस्तो छ त्यसको एकै नराम्रो आउँछ नि म हालिदिइहाल्छु नराम्रो आउँछ नि यसकै हामी चाहिँ पाथिभाराको टुरमा हो अब यसरी जाँदैछु यहाँ हाम्रो गोपाल मगर ऐसेलीको बोट हामी पाथिभारा जाँदाखेरि त्यहाँबाट टिपेर चाहिँ हाम्रो भान्जीको हातमा छ खै यता हेर्नु हाई गरिदिनु पाथिभाराको यात्रा हाई गर्नु हाई गाइस अब राति पानी पर्यो अनि हाम्रो चाहिँ यस्तो खालको प्रोटेक्ट हुँदैछ पानीको लागि झरीको लागि भान्जीलाई भान्जी केही भनिदिनुहुन्छ यस्तो छ उकालो यसरी चढ्नुपर्छ एकदम उयो छ जग्गाहरू पनि यस्तो छ हिमालहरू पनि यसरी देखिएको छ है यस्तो खालके मजाले व्यवस्थित बनाइदिएको छ पानी पर्दाखेरि पनि केही नहुने यहाँ हाम्रो भान्जीहरूले छ है अनि जग्गा जग्गामा यस्तो मैला हाल्ने यो चाहिँ इजी बनाएको रहेछ यसरी मैला निकाल्नु मिल्ने अनि फेरि यसरी राखिदिने राम्रो खालको रहेछ भान्जा पनि एक्साइटमेन्टमा हिँडिराख्नु भएको छ होइन भान्जा के भन्नु छ यसमा छैन अलिकति जाओस् न पाथिभारा फर्स्ट टाइम आउनु भएको केही भन्नु छ त्यसो भए उयो छ होइन पाथिभारा आउँदा यस्तो यहाँ हेर्नु न खुसी चाहिँ छ कि छैन खुसी छ नि होइन टाउको नकनाइ भन्नु न अनि यस्तै तलबाट चाहिँ यस्तो छ अब यस्तो राम्रो देख्छ कि यहाँ हेर्नुहोस् न भनेपछि कति माथि चाहिँ आइसकेको होला हामी अब बादलहरू त तल तल आकाश पनि अब खोइको नि त अब कता भन्नु तेर्सो देख्ला जस्तै छ त बाउलाई ठेल्दैछ एरोनले एकदम राम्रो छ पाथिभारा आउँदाखेरि यस्तो राम्रो जग्गा छ तर हिँड्नु चाहिँ यस्तो खालको उकालो हिँड्नुपर्छ पुरै उकालो छ यस्तो लट्ठीको सहारा लिएर हिँड्नुपर्छ यस्तो लट्ठी चाहिँ तल पाउँछ त्यहाँबाट लिएर आउनुपर्छ अन्त यहाँबाट एरोन मगर आउँदैछ अनि गोपाल मगर अनि श्रद्धा भान्जी एरोन मगर पनि भान्जा हो हुँदैछ उकालोमा बिस्तारै बिस्तारै गर्दैछ एरोन चाहिँ अलिकति केटाकेटी भएर होला यहाँदेखि चढौँ त्यहाँदेखि जाउँ सर्टकट भन्दैछ हो पुरा च्यालेन्जहरू हान्दैछ यसरी नै हाम्रो पाथिभाराको सफर हुँदैछ हिँड्नु न हेर मासतिर भान्जी छ ऊ यसरी अन्त हिँड्नु सक्नु भएन होइन यसरी मान्छे बोक्ने सुविधा पनि छ यहाँ पाथिभारा आउँदा चाहिँ पाथिभाराबाट चाहिँ यस्तो नजारा पनि छ हिमालको राम्रो देख्छ तर कुन हिमाल हो त्यो चाहिँ मलाई याद छैन यस्तो राम्रो नजाराहरू छ यहाँ नमस्ते गर्दा यहाँ छिटो बेलामा पाथिभाराको अब चाहिँ फाइनल डेस्टिनेसन आइपुगेको जस्तै हो यो उता मासतिर मान्छेले
लाग्यो